ठ्याक्क भन्नुपर्दा अहिले चाहिँ म गाउँमा छु। पहिला गाउँमा हामी हुँदाखेरि कति धेरै केटाहरू थिए। त्यो चाहिँ ओखरको बोटहरू एउटा यहाँ कुनामा थियो, 2टा 3टा 4वटा 5वटा, अनि त्यहाँ मुनि खोलामा थियो एउटा 6वटा बोट थियो ओखरको। अब अहिले चाहिँ जम्मा 4वटा मात्रै रहेछ। अनि खुर्पानीहरू फुलिसकेछ। यो भूकम्पपछि बनेको यो सानो 2टा घर चाहिँ, अनि यो चाहिँ हाम्रो बडाको घर। यो चाहिँ चौतारा यहाँ पनि 2टा थियो, एउटा त्यहाँ एउटा यहाँ थियो। अब यो चौतारा पनि हराइ नै सकेछ। पहिला चाहिँ मान्छे ढाकरमा भारी बोकेर पुर्याएर चाहिँ बिसाउने ठाउँ थियो, चौतारा भन्छ त्यसलाई। चौतारा चाहिँ अब यो स्थितिमा भइसकेछ अहिले चाहिँ। भनौँ न रोड आइसकेपछिको कन्डिसन चाहिँ यस्तो भइसकेछ। रोड यहाँबाट चाहिँ उँधोको टोलको मान्छेहरू आउँथ्यो, यहाँबाट उताको टोलहरू, यताबाट चाहिँ हामी आउँथ्यौँ है त। हामी नुहाउने कपडा धुने सबै यहीँ यो गाउँभरिको मान्छेहरूको लागि पानी पँधेरो नै यही थियो। यस्तै नै भइसकेछ अहिले त घरको अवस्था। अनि दसैँ आउनु अगाडि चाहिँ सबैजनाले यो घरको सेतो कमेरो र रातो माटो चाहिँ लगाउने गर्छ है त, दसैँ आउनु अगाडि ट्याक्क। बजुहरूको घर चाहिँ त्यही हो। घर नबसेको पनि कति वर्ष भइसक्यो, घर त थोत्रै भइसकेछ। पहिला चाहिँ यस्तो थियो नि त, पोस्ट कार्डको एकदम जमाना थियो। मुभीहरूको पोस्टरहरू एकदमै टाँस्ने, कोठा सबै पोस्टर टाँसेर झिलिमिली। यो पोस्टरहरू यति किन्यो नि, आमामा कुरै नगरौँ क्या। त्यो बेलामा यति क्रेज थियो नि यो फिल्महरूको। काठमाडौँबाटै मगाउनु पर्थ्यो। काठमाडौँ चाहिँ हाम्रोबाट जानलाई 1 दिन हिँडेर गएपछि बल्ल अर्को दिन चाहिँ गाडी चढेर काठमाडौँ पुगिन्थ्यो। अनि यो चाहिँ हाम्रो खाना बनाउने ठाउँ, भाँडाकुँडाहरू राख्ने त्यहाँ थियो। यस्तो भइसकेछ अब घर छोडेर सबैजनाले हिँडिसकेपछि, घरमा बस्ने कोही नभएपछि यस्तो भएछ घर। अनि यो झ्यालबाट चाहिँ हामी बाहिर हेर्ने बिजोक रहेछ। त्यो बेला फुटबल खेल्दाखेरि, अनि फुटबलमा हावा हाल्ने पम्प यो अझैसम्म पनि रहेछ। त्यो पनि भत्केर त्यस्तो बिजोक भएछ। मासुहरू भार लगाएर टक्क राख्ने, सुकाउने काम आगोको राप लगाएर दामी। अनि त्यो टक्क घिउ राख्थ्यो यस्तोमा, यस्तो काठको बनाउँथ्यो, कस्तो दामीहरू हुन्थ्यो। अनि यो चाहिँ अब बत्तीका मट्टीतेल यसमा हाल्ने, अनि त्यहाँबाट यो सलेदो हुन्छ, सलेदो हालेपछि राति अब पहिला त बिजुली बत्ती हुँदैन थियो। बिजुली बत्ती नभएपछि हामीले के गर्थ्यो त, यसमा यो फलामको बनाउँथ्यो। सबैको घरमा हुन्थ्यो क्या यस्तो चाहिँ। मट्टीतेल ल्यायो, मट्टीतेल लिइसकेपछि अनि यसमा हाल्यो, यो खोलेर यसमा हाल्यो, यो खोलिसकेपछि यसमा चाहिँ सलेदो निकालेको हुन्थ्यो अब गाउँघरमा। अनि सलेदो हालिसकेपछि चाहिँ राति चाहिँ यो बत्तीको आडमा हुन्थ्यो क्या घरमा, सबैको घरमा। कसै घरमा ठुलो, कसै घरमा सानो, कसै घरमा अर्को खालको हुन्थ्यो। लाइटहरू देखियो, अनि ब्याट्री हालेर त्यो 6-7वटा चिम भएको बत्ती देखियो। त्यो पछि सोलर आयो गाउँमा, सोलर आइसकेपछि बिजुली आयो। यो चाहिँ अब रक्सी पार्ने भाँडा है त। जाँड बनाइसकेपछि अब कोदोको गाउँमा चाहिँ कोदोको एकदम बवाल हुन्थ्यो, 3 पानी। उता साइडमा चाहिँ पुरै दुबोवाला दामी चौर थियो। रोड आएपछि चाहिँ खनेर बनाएको चौर हो यो। अनि यहाँनिर एउटा ओखरको रुख थियो, त्यहाँ पर पनि एउटा ओखरको रुख थियो, यताबाट हिँड्ने बाटो थियो। हरेक बेलुका भेला हुने, अनि त्यहाँनिर फुटबल खेल्ने सधैँ बेलुका। यस्तो रमाइलो हुन्थ्यो है त्यो बेलाको समय। अब अहिले छैन, र त्यो केटाहरू पनि अहिले छैन क्या। त्यो हाम्रो घरबाटै 2 जना थियो, त्यो घरबाट 4-5 जना थियो, त्यो घरबाट 1 जना थियो, तलको घरबाट 4-5 जना थियो, तलको घरबाट 4-5 जना थियो, अनि यतापट्टिको घरबाट योभन्दा पछाडिको घरबाट कति धेरै केटाहरू थियो क्या। अनि यो ग्राउन्डमा यति धेरै केटाहरू हुन्थ्यो। बाजेको घर, अनि भेडा गोठ लिएर, गाई बस्तु गोठ लिएर हिँड्नुपर्ने समय थियो अरे। धेरै पहिलाको समय हो त्यो भनेको त। अनि अहिले त अब घर त यस्तो भइसकेछ क्या। अनि यो चाहिँ पूजा गर्ने ठाउँ हो। अब पहिलाहरूको बुढापाकाहरूको भीमसेन पूजा भन्थ्यो। अब यो भीमसेन पूजाको पनि भीमसेन पाती रुख पनि लगभग सुकेर ढलिसकेछ। अहिले चाहिँ त्यो घरमा पनि 2 जना बुढाबुढी मात्रै, त्यो घरमा 1 जना, त्यो परको घरमा 2 जना, त्यो घरमा 1 जना, बजुको घर, बाउहरू हुर्केको घर यस्तो खालको भइसक्यो। बजु पनि छैन अब। कति उराट लाग्दो। दसैँ तिहारमा चाहिँ एकदमै रमाइलो हुन्थ्यो क्या यहाँ है। खायो बस्यो, घाम ताप्यो, सबजना आउनुहुन्थ्यो नि त, फुपूहरू अनि दाजुभाइहरू सबैजना जम्मा हुन्थ्यो यहीँ। अनि खायो बस्यो, घाम ताप्यो, यति रमाइलो हुन्थ्यो। खोपा भन्थ्यो, यसरी खोपाहरू छ
है त्यहाँ पनि छ दुईटा खोपा उ त्यहाँ दुईटा खोपा पहिलाको मान्छेहरूले चाहिँ यसो खोपा राख्थ्यो अनि ढोकाहरू पनि यत्रो सानो हुन्थ्यो यो पछाडिपट्टि ढुङ्गा राख्यो नाम्लो यो मुनिबाट हाल्यो यसमै बोक्ने क्या ढुङ्गा चाहिँ फेरि कति पछि अब त्यो बत्तीहरू के पछि बल्ल जोडेको सोलर हो क्या त्यो अहिलेसम्म पनि रहेछ त्यो चाहिँ दाउरा चिरेको हो वर्षभरिलाई पुग्ने गरेर दाउरा चिर्नु पर्थ्यो घरै लौरी दाउरा चिरिन्थ्यो अनि त्यो चिरिसकेपछि चाहिँ फेरि सबैको पालो पालो बोक्नु पर्थ्यो दाउरा सबै बोकिसकेपछि अन्तिममा बजेको टिप हुन्थ्यो त्यो टिप चाहिँ अब घरको भित्रतिर लगेर कोप्टाइदिने घरको माथितिर लगेर कोप्टाइदिने त्यस्तो गर्थ्यो क्या गाउँ त अब त्यस्तो धेरै बाक्लो त होइन साह्रै गाह्रो क्या धुलो पनि कति धेरै भएको खुट्टा हेरि नसक्नु भएको चाहिँ धुलोले